हेलो वेलकम टु माई आजको भ्लगमा के छ भने यो मेरो घरको वरिपरि के छ त भन्ने कुरो चाहिँ आज म तपाईँहरूलाई देखाउन गइरहेको छु र यहाँको दृश्य हेर्नुहोस् यस्तो छ। अनि यहाँ माथि देख्दै गरेको चाहिँ यो डुका भ्याली होमस्टे हो। डुका भ्याली होमस्टे र यहाँ ओनर चाहिँ मेरो सानो दाजु र म चाहिँ कान्छा र यहाँ चाहिँ मेरो नयाँ होमस्टे नै कन्स्ट्रक्सन हुँदैछ र तपाईँहरूलाई देखाउन चाहन्छु यहाँको नजारा कस्तो छ हेर्नुहोस् है। यो डल्लै रोड हो। तपाईहरु कोही घुम्नु इच्छा छ भने आउन सक्नुहुन्छ है। यहाँ यस्तो छ नजारा यहाँको। आजको भ्लगमा चाहिँ मैले डल्लै देखाइदिएको। सधैँ चाहिँ टुक्रा टुक्रा हाल्थेँ मैले। आजको भ्लगमा हेर्नुहोस् यहाँ टेन्ट भी एभाइलेबल है। टेंट भी है अवेलेबल। यहाँ का नज़ारा देखिए ऐसा है यहाँ पर व्यूज। और आगे देखिए देखाउँदै जान्छु तपाईलाई। यो चाहिँ तपाईको फेस्टन हो। यहाँ तपाईहरु कोही आउनु चाहनुहुन्छ भने नम्बर हेर्नुहोस्। तपाईहरु कन्ट्याक्ट गरेर बुकिङ गरेर आउनु सक्नुहुन्छ है। डुका भ्याली होमस्टे छ यहाँको नजारा। यस्तो छ है यहाँको। होइन छ यहाँ चाहिँ। यो चाहिँ किचनको नजारा तपाईलाई। यहाँ हाम्रो मेन किचनको हाम्रो भाइ भव्यान भाइ एक दुई शब्द भनिदिनु नि भाइ। यो विषयमा एक दुई शब्द भनिदिनु नि। यहाँ के छ कसो छ। यहाँ यस्तो छ तपाईको यहाँ हेरिरहनु भएको छ। यता हेरेर पनि यहाँ सब्जी कस्तो कस्तो प्राइस कस्तो छ त्यो भनिदिनु। सब्जी यसरी कटाइ हुन्छ यहाँ फुलकोपी। तपाईको यस्तै प्राइस चाहिँ छ फुडिङ लजिङ इन्क्लुड 1200 गरेर तपाईहरु आउनु सक्नुहुन्छ। एकजना पर हेड 1200 के भन्न चाहन्छु। फुडिङ लजिङ है। फुडिङ लजिङ एकदमै। यहाँ हाम्रो यहाँ भाइ चाहिँ कुक हो यहाँको मेन। यहाँ तपाईहरु देख्न सक्नुहुन्छ किचन नै हो। ल है तपाईहरुलाई मैले त्यहाँबाटको फेस्टन हालिदिएको छु। तपाईहरु कसै कोही आउनु चाहनुहुन्छ भने एकदम तपाईहरुलाई वेलकम छ। र यहाँ तल यो देख्दै गरेको चाहिँ तलको चाहिँ मेरो नयाँ बनिँदै गरेको
सबै आउनुहोस् है, तपाईँहरूलाई एकदम वेलकम छ, को आउनु सक्नुहुन्छ। आइए, आप लोग सबको वेलकम है। यहाँ पर फबियन दादा ने सब कुछ बता दिया है आप लोगों को, क्या क्या है कैसे है। फूडिंग लॉजिंग ओनली 1200 पर 1 पर्सन। ओके, थैंक यू।